जुन ढङ्गले छलफलहरू अगाडि बढेको छ विगत अस्तिदेखि शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयको बिचमा भएका लगातारका छलफल र त्यसबीचमा बनेका सहमतिको आधारमा मैले त्यो भनेको हुँ। सरकारले खेलाइँची गरेको होइन। सुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो। विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नु भएन। त्यसबाहेक निवर्तमान शिक्षा मन्त्रीजीले पनि त्यो समस्या समाधानका लागि धेरै प्रयत्नहरू गर्नुभएको थियो। तर सुरुमा चाहिँ शिक्षक साथीहरू अब शिक्षा मन्त्रालयसँग वार्तै गर्दैनौँ भन्ने जस्तो खालको ठाउँमा पनि पुग्नुभयो। ऐन विधेयक एउटा प्रक्रियामा थियो, संसदको सम्बन्धित समितिमा विचाराधीन छ, ऐन नलिकन फर्किन्नौँ भन्ने खालका केही कुराहरूले अलिकति ढिलाइ चाहिँ भएको हो। तर जे भए पनि अब त्यता कोट्याउनुभन्दा पनि सकारात्मक ढङ्गले टुङ्गिने दिशामा अगाडि बढेको छ, हामी आशावादी छौँ। ग्लोबल आइबी बैंक, सबैका लागि बैंक। बैठक मूलतः पर्सि सम्माननीय राष्ट्रपतिज्यूको तर्फबाट नेपाल सरकारको आर्थिक वर्ष 82-83 को वार्षिक नीति तथा कार्यक्रममा सुझाव प्राप्त गर्नका लागि आयोजना गरिएको थियो। सत्ता सहयात्री दलहरूले यो वर्षको नीति आगामी वर्षको नीति कार्यक्रममा समेट्नुपर्ने मुख्य विषयहरूको बारेमा महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ। त्यसमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमलाहरू आक्रमणहरूलाई सामूहिक रूपले जवाफ दिने कुराहरू छन्। ती कुराहरू समेटिउन् भन्ने हाम्रो आग्रह छ। विकास निर्माणलाई प्रभावकारी, समयमा सकिने र एकदमै उच्च प्राथमिकीकरण गर्नुपर्छ। यो अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ भन्ने सुझावहरू छन्। खास गरी युवा पुस्तामा आशा र विश्वास जगाउनका निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान र बजार संरक्षणको एउटा समग्र एउटा कम्प्रिहेन्सिभ योजनासहितको त्यो कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनुभएको छ। त्यसै गरी अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचनाहरू, फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढाउने कुराहरू छन्। सुशासनलाई प्रभावकारी गर्नुपर्ने कामहरूको बारेमा पनि सुझावहरू दिनुभएको छ। बाह्य सम्बन्धहरूलाई थप सुदृढ गर्ने र समग्रमा अब बसाइसराईहरूलाई रोक्नका निम्ति